सरले हामीलाई थर्ड इयरमा चाहिँ सन इज अ स्टार भनेर न्युक्लियर फ्युजन रिएक्सन पढाउनु भयो। तर त्यहाँबाट बाहिर शास्त्रको कुरा चाहिँ हाम्रो शास्त्रले लेखेको छ सूर्य चाहिँ ग्रह हो भन्नुभयो। अब कति स्प्लिट पर्सनालिटी छ, यसलाई स्प्लिट पर्सनालिटी भन्छ, डिसअर्डर भन्छ। अब ल्याबमा हामी एउटा कुरा सोध्छौँ ल्याबमा, अनि बाहिर चाहिँ एउटा कुरा गर्छौँ। मेरो दिदीले भन्नुभयो हामीले दिदी सामाजिक पढाउनुहुन्छ गाउँमा, अनि त्यहाँ छुवाछुत गर्नु हुँदैन यस्तो भन्नु थियो। तर घरमा चाहिँ त्यहाँ होइन दलितहरूलाई भित्र पस्नु दिनुहुन्न। मैले दलित साथी लिएर आएँ, भित्र पस्नु दिन्न भन्नुभयो। अनि मैले भने तपाईँ त सामाजिक पढाउनुहुन्छ, सामाजिकमा त यो गर्नुहुन्छ, किन पस्नु दिनुहुन्न भनेको त्यो त पढाउने चिज हो। त्यसैले यो कुरा यसलाई कानमा उठाउनु पर्छ यार। गरिब रहनुको एउटा मुख्य प्रमुख कारण हो। त्यसैले मैले भनेको म विदेश जान चाहन्न, किनकि म नेपालमा यिनीहरू विदेश जान्छ 5 लाख रुपियाँ कमाउँछन् महिनाको, त्यसमा 4 लाख रुपियाँ त त्यहीँ कटौती भइहाल्छ। त्यो अमेरिकाको प्लान हो, यसलाई थाहा छैन, किनकि क्रिटिकल थिङ्किङ छैन, पैसा त्यहीँ खर्च हुन्छ। 1 लाख रुपियाँमा चाहिँ तिनीहरू 50,000को